ह्यापी न्यू इयर 2082। हा कोही पनि नचुकिने होला है। हाम्रो घरको नेट हल्का स्लो छ कि त्यही भएर अलिकति ढिलै आउँछ, अलिकति होइन धेरै नै ढिलो भयो 2-3 महिनै। सो हामीले चाहिँ न्यू इयर मनाएको थियौँ, त्यसपछि चाहिँ मेरो प्री बोर्ड भएको भएर चाहिँ मैले यसलाई ध्यान दिन पाइनँ। सो यो भिडियो चाहिँ आज आउँदैछ है। हामी चाहिँ सबैजना फ्यामिली मेम्बर्सहरू ठुल ड्याडीको घरमा चाहिँ जम्मा भएको थियौँ। हामी चाहिँ वैशाख 1 गतेको अघिल्लो दिन चाहिँ गएको थियौँ सबैजना। उनोहरू खेल्यौँ, खायौँ, पियौँ, एकदम रमाइलो गऱ्यौँ। एउटा यस्तो खतरा इन्सिडेन्ट भयो कि त्यो दिनभरि रातभरि लाइनै आएन कि न्यू इयरमा पनि त्यस्तो भयो। सो हामी चाहिँ क्यान्डल नाइट डिनर भन्दै चाहिँ खाना खान लाग्यौँ। सबैजना फ्यामिली मेम्बर्स वरिपरि बसेर खाँदा त एकदमै रमाइलो भएको थियो। हामीलाई त्यो लाइन नभए पनि त्यस्तो केही निराशा भएन कि। अनि त्यो वैशाख 1 गतेको अघिल्लो दिन थियो नि त, त्यही भएर चाहिँ हामीले चाहिँ अब 12 बजीसम्म बस्ने अनि न्यू इयर इभ जस्तो मनाउने भनेर चाहिँ सबैजना चाहिँ खाना खाएर पनि 12 बजीसम्म चाहिँ बस्यौँ। सो 12 बजीसम्म त बस्ने भन्यौँ, तर के गरेर बस्ने? हामीले चाहिँ गर्ल्स भर्सेस बोइज भनेर चाहिँ अन्ताक्षरी खेल्न थाल्यौँ। लास्टै रमाइलो भयो क्या अन्ताक्षरी खेल्दाखेरि है। उता बाबाहरू यता हामीहरू एकदमै रमाइलो भइरहेको थियो। नन स्टप हामीले चाहिँ 12 बजीसम्म चाहिँ अन्ताक्षरी खेलिराख्यौँ। उताबाट पनि हार नमान्ने, यताबाट नि हार नमान्ने कि गीत त आएको आयो। सो लगभग 11:30 बजीतिर चाहिँ हामीले अब स्न्याक्स गर्ने भनेर चाहिँ हामीले खानातिर लाग्यौँ। यस अनि अझै पनि लाइन आएको थिएन के। त्यसले हामीलाई रोक्न सकेन। हामीले चाहिँ खानातिर ध्यान दियौँ, बत्तीतिर भन्दा नि। सो सबैजना चाहिँ वरिपरि बसेर चाहिँ हामी धमाधम खान लाग्यौँ। एकदमै रमाइलो भएको थियो साथीहरू, एकदमै लाइन भएको भए अझै धेरै लाइक राम्रो हुन्थ्यो, तर लाइनले हामीलाई त्यस्तो केही रोकेन, रमाइलो भएको थियो। सो अब फाइनल्ली ह्याप्पी न्यू इयर भन्ने बेला भयो है। घिमिरेको सन्तान भएपछि यतिको चाहिँ चाहियो है त। हामी दिदी बहिनी भएपछि केही पनि चाहिँदैन कि, कराच छ कराच। अनि हामी सबैजनाले अब एकचोटि चाहिँ नाचेर जानुपर्छ भनेर चाहिँ नाच्न थाल्यौँ। अफकोर्स बाहुनको घर फर अ रिजन हो के। ड्याडीहरूले भजन गाउनु भयो अनि हामी त छमछम नाच्न लाग्यौँ है त। अनि हामी सुत्नतिर लाग्यौँ। गुड नाइट। गुड मर्निङ गाइज, यो चाहिँ नेक्स्ट डे हो। हामी सबैजना उठेर चाहिँ अब आफ्नो काममा लाग्न थाल्यौँ। यता फेरि तास खेल्न स्टार्ट भइसक्यो रहेछ। एन्ड यस, इफ म्यारिज लुक लाइक दिस आई एम नट अफ्रेड। कति क्युट हो के। अनि खानासाना खाएर फेरि यहाँ नाचगान चाहिँ स्टार्ट भइसक्यो। हाम्रो घरको कुनै पनि फङ्सन ननाचिकन चाहिँ अधुरो छ। अनि यतिकैमा घर जाने बेला भयो। सो हामीले चाहिँ सबैजनालाई बाई बाई, फेरि भेटौँला भनेर चाहिँ घरतिर लाग्यौँ। सो यो 2 दिन चाहिँ एकदमै रमाइलो भयो। बाई बाई एभ्रीवान, सी यू।